नमस्कार साथीहरू, आज हामी महत्त्वपूर्ण टपिक समझने वाला छौँ। विश्वमा 8000 मिटर भन्दा अग्ला 14वटा शिखर क्रम रूपमा हामी बुझ्ने वाला छौँ। सबैभन्दा पहिला हामी क्रम रूपमा हामी यहाँ लेखिदिएका छौँ 14वटा यहाँ शिखरलाई नै पर्वत भनिन्छ। हामीलाई यहाँ बुझ्न सक्छौँ 14वटा हामी लेखिदिएको छ क्रमिक रूपमा। नम्बर 1 मा रहेको छ सगरमाथा। यहाँ हेरिलिनु होला। सबैभन्दा पहिला सगरमाथाको यानी शिखर यहाँ क्रमश रूपमा लेखेको छ। यहाँ शिखर लेखेको छ, यहाँ उचाइ लेखेको छ। पर्वतमाला यानी देश, पर्वतमालामा कहाँ छ यानी देश कुन देशमा छ, उचाइ कति छ, शिखर अनि क्रम रूपमा सबैको स्पष्ट रूपमा यहाँ बेग्लै बेग्लै खण्डित रूपमा व्याख्या गरिएको छ। 1 नम्बरमा सगरमाथा। सगरमाथाको उचाइ कति हो? 48 पॉइंट यानी दशमलव भनिन्छ 86 मिटर रहेको छ। पर्वतमाला हिमालमा, देश नेपालमा रहेको छ। 2 नम्बरमा माउन्ट केटु। यी भिभिआई हो, सबैभन्दा बढी क्वेसन लोकसभामा सोध्ने गरिन्छ यो। माउन्ट केटु कहाँ छ? माउन्ट केटुको उचाइ कति छ? 86-11 मिटर रहेको छ। काराकोरममा पर्वतमाला भनेको काराकोरममा अनि देश पाकिस्तानमा रहेको छ। त्यसै गरी 3 नम्बरमा कञ्चनजङ्घा। कञ्चनजङ्घाको उचाइ कति? 85-86। इजी ट्रिक छ। 85 पछि के हुन्छ? 86 मिटर। कञ्चनजङ्घाको 85-86 मिटर रहेको छ। पर्वतमाला कहाँ? हिमालमा रहेको छ। अनि देश नेपाल। एउटा साथीहरू म ट्रिक बताउन चाहन्छु। माउन्ट केटु यानी केटु 3, केटु 4, केटु 5 जति हुन्छ नि यो काराकोरममा छ, नत्र बाँकी सबैको सबै हिमालमा छ। म हेराइदिइरहेछु। केटुको काराकोरम, माउन्ट केटी 5 को अनि काराकोरम, माउन्ट केटी 3 को काराकोरम, बाँकी सबैको हिमालमा रहेको छ। अनि यहाँ पनि म हेराइदिइरहेछु। बाँकी यतापट्टि छ माउन्ट K4 हो, K4 को युनिट काराकोरम अनि बाँकी हिमालमा रहेको छ। त्यसै गरी हामी आफ्नो पोइन्टमा लाग्छौँ। यहाँ 4 मा रहेको छ लहुपसे। अब यसको कति रहेको छ उचाइ? 8516 यानी 85-16 मिटर रहेको छ। पर्वतमाला हिमालमा रहेको छ। देश कुन देश? नेपालमा, आफ्नै देश नेपालमा रहेको छ। अनि 5 नम्बरमा मकाउको अब कति उचाइको छ? 84-63 मिटर रहेको छ। अनि पर्वतमाला हिमालमा अनि देश नेपालमा। यो डट यो डैश मतलब छ त्यही हो, नेपाल हो। अनि 6 मा चोयुको कति रहेको छ उचाइ? 8201 रहेको छ मिटर। 8201 मिटर रहेको छ। पर्वतमाला कहाँ? हिमालमा अनि देश नेपालमा। त्यसै गरी यहाँ 7 नम्बरमा रहेको छ धौलागिरीको कति? 81-67 मिटर रहेको छ। पर्वतमाला हिमालमा, देश अनि नेपालमा। 8 मा रहेको छ मनासलुको कति रहेको छ? 81-63 रहेको छ मिटर। अनि हिमालमा पनि यो पनि रहेको छ, देश नेपालमा पनि रहेको छ। नङ्गा पर्वत यो कति रहेछ उचाइ? 81-25 मिटर रहेको छ। यो पनि हिमालमा अनि भारत अनि पाकिस्तानको यो दुबईको छेउमा रहेको छ। त्यसैले भारत र पाकिस्तानको अनि यो देशमा लेखेको छ। अनि दुबईको बिचमा रहेको छ, सिमानाको आसपासमा रहेको छ, त्यसैले लेखिएको छ। अन्नपूर्ण शिखर उचाइ कति रहेको छ अन्नपूर्णको? 8091 मिटर यानी 80-91 मिटर रहेको छ। पर्वतमाला पनि हिमालयमा अनि देश नेपालमा रहेको छ। यो सियोर नेपालमा रहेको छ। माउन्ट केटुकोमा भर्खरै बन्ने काराकोरम यानी कि सिधै यो देखिन्छ अनि देशमा रहेको छ पाकिस्तान अनि यसको उचाइ रहेको छ 80-68 मिटर। माउन्ट K3 को रहेको छ 80-47 मिटर रहेको छ। काराकोरममा रहेको छ अनि देशमा पाकिस्तान अनि चीनमा रहेको छ। चीन र पाकिस्तानको दुबईको सिमानाको पासमा रहेको छ, त्यसैले चीन र पाकिस्तान भनिएको। अब बाँकी दुईटा यतापट्टि रहेको छ। 13 नम्बर यहाँ भन्दाखेरि माउन्ट K4। अब माउन्ट K4 को उचाइ कति? 80-34 मिटर रहेको छ। यो पनि काराकोरम कहाँ रहेको छ? पाकिस्तान अनि चीनमा रहेको छ यो पनि। अनि 14 नम्बर सिसापाङ्गा 80-13 मिटर रहेको छ। यो पनि हिमालमा अनि चीन अनि नेपालको बोर्डरमा रहेको छ। यो हाम्रो छ नि चीन अनि नेपालको जुन यता देशमा जाने अन्त बोर्डर रहेको छ नि, त्यसैमा बोर्डरमा रहेको सिमानामा रहेको छ। अब 8000 मिटर भन्दा अग्ला शिखर विश्वमा 14वटा रहेको छ। 8वटा नेपालमा रहेको छ हिमाल। त्यसै गरी महादेश
अनि 7वटा महादेश अनि लामो पर्वतमाला र लम्बाइ, अग्लो शिखर र उचाइ। अब एसियाको लामो पर्वतमाला र त्यसको लम्बाइ अनि अग्लो शिखर र त्यसको उचाइ कति रहेको छ। यो 7वटा महादेशको म अब देशको बारेमा डिफिनेसन दिएको छु अनि पोइन्ट दिएको छु कति के कसको उचाइ रहेको छ। एसियाको लामो पर्वतमाला र उचाइ कति रहेको छ। एसियाको हिमाल हो लामो पर्वतमाला, हिमाल पर्वतमाला हो। उचाइ कति, लम्बाइ कति रहेको छ। लम्बाइ 2400 किलोमिटर रहेको छ। त्यसै गरी एसियाको अग्लो शिखर र उचाइ एसियाको कति रहेको छ। सगरमाथा शिखर रहेको छ अनि 48.86 मिटर रहेको छ उचाइमा। दक्षिण अफ्रिकाको कति एनिजिडको रहेको छ अनि 7200 किलोमिटर रहेको छ लम्बाइ। एकान्गा गुवा यसै गरी साथीहरू यहाँ अफ्रिकाको रहेको छ लामो पर्वतमाला र उचाइ, अग्लो शिखर सम्मेलन यस्तै गरी यहाँ म हेराइदिइरहेको छु। अनि भिडियो लामो नहोस् त्यसै गरी म मात्र यहाँ भिडियोद्वारा म हेराइदिइरहेको छु, हेरिलिनु होला। अफ्रिकाको, अन्टार्क्टिकाको, अस्ट्रेलियाको, युरोपको, उत्तर अमेरिकाको 1 2 3 4 5 6 7वटा महादेशको यहाँ पुरै लामो पर्वतमाला, लम्बाइ यहाँ रहेको छ, अग्लो शिखर र उचाइ यहाँ रहेको छ। त्यसै गरी म यहाँ दुईटैमा ल्याइदिए यो बुझाइदिएछु, हेरिदिनु होला। थ्याङ्क यू, हस्, धन्यवाद। लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला दोस्त।